बुद्ध जयन्तीको अवसर पारेर काभ्रे सेवा समाजको आयोजनामा पनौती नमोबुद्धसम्म शान्ति पदयात्रा आइतबार सम्पन्न भएको छ। काभ्रे पराञ्चोक जिल्लाको समग्र विकासको लागि केही गरौँ, पर्यटन प्रवर्धनका लागि पदयात्रा भन्ने मूल नाराका साथ शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो। नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले पनौतीको मानेश्वरीबाट रिबन काटी शान्ति पदयात्रा शुभारम्भ गर्नुभएको थियो। शान्ति पदयात्राको शुभारम्भ गर्नुहुँदै पूर्व राष्ट्रपति डाक्टर यादवले गौतम बुद्धको सन्देश हरेक व्यक्तिका लागि जीवनोपयोगी भएको बताए। बुद्धको सन्देशहरूलाई कार्यान्वयन गर्न सबै पक्ष र क्षेत्र लाग्न डाक्टर यादवले सुझाव दिए। पनौती नगर प्रमुख रामशरण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शान्ति पदयात्राको औचित्यबारे काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपाल र पूर्व अध्यक्ष केशव थापाले जानकारी गराएका थिए। विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने तथा स्थानीय कला संस्कृतिको सम्वर्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए। बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउनका साथै स्थानीय कला संस्कृतिको प्रवर्धनमा सहयोग गर्नुका साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ। पदयात्रामा विभिन्न सङ्घ संस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेका थियो। 2069 सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सूचीमा प्रस्तावित र मन्दिरहरूको सहरको रूपमा परिचित काभ्रेको पनौतीदेखि गौतम बुद्धले पाइला टेकेको नमो बुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्दै आएको छ। समाजले गत वर्ष 2080 साल असोज 6 गते पनौतीदेखि नमो बुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो। पनौतीको मानेश्वरीबाट सुरु भएको पदयात्रा सुनथान, इटे, शङ्कु, शङ्खेश्वरी जङ्गल हुँदै नमोबुद्धमा पुगेर टुङ्गिएको थियो। पनौतीदेखि नमोबुद्धसम्म 9.5 किलोमिटर दूरी छ। दहरानीको टाइम्सको च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछौँ। धन्यवाद।